Hello everyone, good morning to all of you. सन्चै हुनुहुन्छ होला? म नि सन्चै छु। म चाहिँ भर्खरै उठेर भर्खरै भाडामा चाहिँ अनि यो के अरे यो दिनाको सो अब चाहिँ म चाहिँ चिया खान्छु। भर्खरै हो 7:30 बजे उठेको म। छत्तेरीका साइली दिमा जहिले ढिलो उठ्ने भनेको मै हो क्या घरमा झन्डै लड्ने। सो अनि अर्को चाहिँ के छ भने आज चाहिँ हामी चर्च गएर अनि 12 बजी सक्छ अनि त्यहाँपछि चाहिँ हामी सल्लेरी जानेछौँ। सल्लेरी पनि आज पुग्दैन। प्रार्थना गर्दै हुनुहुन्छ मम्मीले चाहिँ यहाँ एउटा पाठो चाहिँ बिरामी छ। कतिवटा पाठा हो बिरामी हुने चाहिँ अस्ति एउटा मरिहाल्यो के गर्नु। दाजु घाँस यहाँ रेडी पारिसक्नु भइसक्यो। म चाहिँ अब चिया खानलाई चिया लागेको। कुखुरा छ एउटा कति धेरै छ कि हामीको कुखुरा चाहिँ आम्मा दर्शन गरे हल्का निउलेर हो चिया खान्छु। अब चाहिँ खाना पकाउनु पर्ने हुन्छ। हामी चाहिँ अब फेरि 10 बजी चर्च गइहाल्नुपर्छ नि त्यति बेला। सो हामी चाहिँ बिहानै खाना खाएर जान्छौँ अनि खाना खाएर 10 बजी गएर 12 बजी सक्छ। अनि 12 बजी सकेर चाहिँ हामी चाहिँ आज सल्लेरी नै चाहिँ पुग्दैन होला। मैले चाहिँ आगो बालिसकेको छु। अब चाहिँ म खाना रेडी गर्छु। साथीहरू मैले चाहिँ टमाटर भनेर यो चाहिँ रुख टमाटर हो नि त। रुख टमाटर भनेर काटेको लास्टमा त सुन्तला पो रहेछ। हे प्रभु त्यो चाहिँ खाना साना खाएर अब चाहिँ हामी चर्च जान लागेको। चर्च अब रेडी हुन लागेको। यिनीहरू दुईजना चाहिँ रेडी भएर आइसकेको छु। यिनीहरू चाहिँ बाउकोमा गएको थियो। म चाहिँ आमाकोमा बसेको थिएँ गाइज। हामी सबैजना रेडी भएर हिँडिसकेको। सो म पनि हिँड्न लागेको। म यसरी रेडी भएँ है हाम्रो चाहिँ नजिकै छ तर पनि हामी चाहिँ लास्टै छिटो गर्छौँ के। अहिले त मुख पनि धुन बिर्सेछ सक्यो। पछाडिहरू आउँदैछन् कोही ढिलो नै रहेछ सबैजना आज। यही हो जय मसीह। एकदम हामीले अनुभवहरू हामीलाई दिनुहुन्छ। दिन हामीलाई नयाँ अनुभवहरू नयाँ अभिषेक नयाँ शक्तिहरू हाम्रो जीवनमा खन्याउनु। यो समय चाहिँ हामी पवित्र आत्माको युग हो कि पवित्र आत्मा चाहिँ हामीलाई सेवकाई जब हामी सेवकाई गर्छौँ त्यस समयमा मात्रै होइन है। जब हामी संगति गर्छौँ त्यस समय मात्र पवित्र आत्मा आउनुहुने होइन। जब हामी जहाँ रहन्छौँ जहाँ हिँड्छौँ पवित्र आत्मा चाहिँ हामीलाई साथ दिनुहुन्छ हामीसँग रहनुहुनेछ। आज साँच्चै नै यो मण्डलीलाई चाहिँ नयाँ शक्ति नयाँ अभिषेक चाहिँ यो मण्डलीलाई हामीलाई दिँदै हुनुहुन्छ। उहाँले खन्याउँदै हुनुहुन्छ अनि साँच्चै नै आज हामीलाई दिन चाहिँ उहाँले नयाँ अनुभवहरू हामीलाई दिँदै हुनुहुन्छ।
हामी चाहिँ निस्केर पनि बाहिर चाहिँ अब भलिबल खेल्नलाई आज त नबोली जाने रहेछ यो मान्छे हेर्न सक्नुहुन्छ आज यिनीहरू फर्स्ट सेकेन्ड भएर हामी चाहिँ अब जान लागेको अब रेडी भएर जान्छ